हजुरबा नेपालमा भएका आजसम्मको आन्दोलनबारे अलिकति कुरा गरौँ न। हामी जेनजी आन्दोलनसम्म आइपुग्यौँ है। कुनै कुरा पनि असर नपरिकन कारण बन्दैन। असर परिसकेपछि त्यसैको कारणको परिणाम नै आन्दोलन हो। नेपालको आन्दोलनको हिसाब गर्ने हो भने प्रत्यक्ष आन्दोलनमा देखिएको जब राणा शासन एकतन्त्री जहानीय शासन थियो त्यसको विरुद्धमा 1993 साल जेठमा एउटा प्रजा परिषद खडा भयो, जसको नेतृत्व टङ्कप्रसाद आचार्यले गरेका थिए। पछि उनी प्रधानमन्त्री पनि भए। टङ्कप्रसाद आचार्य, जीवराज शर्मा, सुकुरराज शास्त्री, दशरथ चन्द गङ्गालाल प्रजा परिषदको एउटा सङ्गठनभित्र खडा गरे, एउटा दल खडा गरे। काठमाडौँको दिल्ली बजारमा अफिस खोलियो, कसैले पत्ता पाएन। यो राणा शासनको विरुद्ध थियो। एउटा अन्याय, अत्याचार, विकास नहुने, देशको ढुकुटी एकलौटी हुने, शिक्षा बाटोघाटो कहीँ नहुने र क्रमशः उनीहरू रोलैसित सिर्दिन महाराज हुने अनि क्रमशः उनीहरूको पद, देशको ढुकुटी उनीहरू कहाँ मात्रै निजी हुने भयो। यसको विरुद्धमा प्रजा परिषद खडा भयो। 3 वर्षसम्म यो प्रजा परिषद छ भन्ने कुरा कसैले पत्ता पाएन। तर यिनीहरूले बेला बेलामा पर्चा छर्ने राणाहरूको विरुद्धमा, यो राणा अन्याय छ, अत्याचार छ भने। तर सिर्दिन महाराज जुद्ध संसदले यो कुरो पत्ता लगाउनै सकेनन्। थाहा छ, पर्चा पनि पढे। अनि त्यो पर्चा के गर्थे त भन्दा कसैले पाइहाल्यो भने अर्कालाई नदिनु, टप्पै लुकाइहाल्नु, त्यो प्रचार नगर्ने, लुकाइहाल्ने। जसले त्यो देखेर पढ्ला अर्कालाई देला त्यसलाई सजाय, त्यस्तो पनि सुनायो। आखिरीमा सुकुरराज शास्त्रीको भाइ रामजी भन्ने थियो, त्यसले 5000 रुपियाँको लोभमा, ल यो कसले बताउन सक्छ त्यसलाई म 5000 रुपियाँ दिने घोषणा गर्यो। त्यतिखेर 5000 भनेको अहिले 5 करोड हो। म 5000 रुपियाँ दिने, यसको पत्ता लगाइदिने घोषणा गर्यो। त्यसको सुकुरराज शास्त्रीकै भाइ रामजी जोशीले त्यो कुरो जुद्ध संसदमा जाहेर गरिदिएछ। पछि पत्ता लगायो त्यो पनि। अनि अफिस को छन् यी सबै कुरा पत्ता लाग्यो। ती जेलमा थुनिए। 96 सालमा थुनिए, 3 वर्षपछि। कति सालको कुरा हजुरबा यो? यो 93 सालमा स्थापना भयो। 93 सालको जेठमा 3 वर्षसम्म थाहा भएन। लुकीचोरीमै काम गरे, कसैले पत्ता पाउन सकेनन्। तर 96 सालमा खुल्यो। सुकुरराज शास्त्रीको भाइ रामजी जोशीद्वारा यो पत्ता लाग्यो 5000 को लोभमा। त्यो पर्चामा लेखिएको के थियो हजुरबा? त्यो पर्चामा लेखिएको चाहिँ के थियो? के थियो भन्दा नै राणा शासन मुर्दाबाद, यो राणा शासनले यो खराबी गर्यो, हाम्रो देशमा यो हुनुपर्छ, अति नै कुराहरू थिए। र राणा शासनको विरुद्धमा आन्दोलन भयो। अनि ती व्यक्तिहरूलाई सबलाई, जति थिए 50-60 जना, सबलाई थुन्यो, काल कोठरीमा थुन्यो। कोहीले चुट्नी पिट्नी यहाँ त्यहाँ थुन्ने गर्यो। गरेपछि त्यसलाई केरकार गर्यो। केरकार गर्दाखेरि
कोही पनि गलेनन्, हामीले गरेका छैनौँ। अनि झौजोले गएपछि तिमीहरूले अन्याय गरेका हो, धर्मबहादुर गङ्गालाल दशरथले तिमीहरूले अन्याय गरेका हो, तर हामीले हो भने आखिर। र 97 सालमा त्यो जनताले थाहा त पाए, के थाहा पाए? राणा शासनको विरुद्धमा आन्दोलन सुरु भएको हो भनी चाहिँ थाहा पाए। तर धेरै प्रचार प्रसारण भएन। अहिले जस्तो युट्युब थिएन, फोन थिएन, रेडियो थिएन, केले थाहा पाउने? बाटोघाटा यस्तो थिएनन्। काठमाडौँभित्र छिर्न र बाहिर जान राजधानी चाहिन्थ्यो। राजधानी भनेको अधिकार पत्र, अधिकार नभई आउन जान नपाइने। कति सालसम्म चाहिन्थ्यो हजुरबा? यो राणा शासन हटेपछि हट्यो। र अनि त्यसपछि त्यो किन त नि भन्दाखेरि बाहिर कुनै कुतत्व आएर यहाँ हाम्रो शासनलाई खलबल्याउँछ भनेर राणाहरूले मान्छे छानेर मात्रै भित्र पठाउँथे। अनि यसको विरुद्ध हुनको कारण अर्को पनि छ। के हजुरबा? यो राणाको विरुद्धमा लाग्नको कारण अर्को पनि छ। यसलाई यहीँ राखौँ। 1990 सालमा भूकम्प जाँदा जुद्ध शमशेर महाराज थियो। 89 सालमा भएको। 90 सालमा राणाहरू 3 श्रेणीमा थिए, क ख ग अथवा एबिसी। यसले मात्रै सत्ता पाउँथ्यो। जो जेठो छ त्यो ए मध्येको जो जेठो छ त्यो श्रीतेन महाराज, त्यसपछिको कमान्डर इन चिफ अथवा प्रधान सेनापति ऊ मरेपछि त्यो हुने, अनि 4 कमान्डिङ, अनि त्यसरी कर्मसित उनीहरूको जेठो जो छ त्यो। एबिसी भनेको एबिसीको अर्थ बुझाएको छौ? त्यो राणाहरू एबिसी भनेको एबिसीको अर्थ बुझाएको छैन? बुझाएछ? ल तर बुझाइदिनु न अझै। ल ए भनेको आफ्ना जातीयमा विधिपूर्वक विवाह गरेर ल्याएको र जन्मेको सन्तान ए। आफ्नै जातिको यसो दियो कलश बुझेर ल्याएको बी। अनि उनीहरू त धेरै सो काममा बसेका राम्रा केटीसेटी खोजेर ल्याएर पनि राख्थे। अनि तिनीहरूले बच्चा पाएर जन्मेको सी, अथवा जो मन पर्यो त्यसलाई ल्याइयो र त्यसबाट जन्मेको सी। त्यस्तो थियो। तर त्यो रोलमा 90 सालसम्म सबैलाई भेदभाव गरिएको थिएन। एबिसी सबैले जो जेठो छ उमेरमा, जो जेठो छ त्यसरी कर्मसित पाउँथे। जुद्ध शमशेरले के गरिदियो भन्दा 90 सालको चैत 5 गते ल अब सी बीको साह्रै गणना थिएन त्यहाँ। सी क्लासका जति आउट। यो काठमाडौँ भ्यालीभित्र बस्न नपाउने, बाहिरै जानुपर्ने। ल त्यो रोलमै बस्न नपाउने, त्यतिखेर त रोलवाला हुन्थ्यो नि। ए क्लासले मात्रै पाउने। 2 नम्बरमा परेको जुन श्रीतेन महाराजदेखि दोस्रो नम्बरमा परेको मान्छे सीको थियो, रुद्र शमशेर। रुद्र शमशेर भन्ने ऊ पनि जान पर्यो। उँधो पुछार पुछारका भए त अन्त नि सिरानकै जान पर्यो। अब श्रीतेन महाराजको हुकुम भएपछि जान पर्यो। तर त्यसलाई के गरिदियो भने बाहिर गएर जिल्लाको बडा हाकिम गयो भने, जस्तै त्यो रुद्र शमशेरलाई पाल्पाको बडा हाकिम, प्रताप शमशेरलाई इलामको बडा हाकिम, कसैलाई बाहिर जिल्लामा पठाएर त्यो जिल्लाको हाकिम बनाइदियो। तर काठमाडौँभित्र बस्न नपाइने, सम्पत्ति पनि लान नपाइने भएपछि त अलिअलि दियो होला, धेर थोर बचाउ, नत्र
त्यो घर सरे आयो त्यहाँ कब्जा लियो। ती त बिखुसी भयो नि, ती त बिखुसी भए, हुने नै हुकुम त मान्न पर्यो, उम्, ती त बिखुसी भए। यिनले पनि अलिअलि अब यो राणा शासनलाई ढाल्नुपर्छ है। जस्तै सुवर्ण शमशेरको नाम तिमीहरूले सुनेका होला, भीम शमशेरको नाति सुवर्ण शमशेर, त्यो पनि पर्यो। उसको बाउ हिरण्य शमशेर नि पर्यो, प्रकाश शमशेर पर्यो। गतेला गतेला सिक्लासका राणाहरू पनि त्यो निकाल्नुमा परे। तिनले उचाल्न थाले मान्छे बाहिरबाट, ए यो राणा शास्त्र हटाउनु पर्छ। आफू बस्न बासी के नाप्न राख्ने त। राणाले आफ्नो बिउ आफैले रोप्यो, बिख बिख आफैले रोप्यो। अनि यिनले पनि उचाले आन्दोलनलाई। हजुरबा के अरे जुद्ध शमशेरले त्यो सी क्लासलाई आउट गर्नुको कारण केही थियो? कारण थियो, केही जेलसी केही थियो? पहिला धेरै भए, पहिला त्यसरी हट्दा त उनीहरूको खलक धेरै भयो नि, लामो लट्ठ। अनि एक क्लास भनेकाहरूले अलि टाढा टाढा थिए, 5-7 जना। यी सीलाई हटाउनु पर्छ, यता घुरान मुरान या त्यहाँ ल्याइते फ्याइते यस्ता ल्याएर यहाँ रोलमा राख्न हुँदैन भनेर श्रीधर महाराजलाई दबाब दिन थाले। त्यो दबाब दिनु को थिए त भन्दा मोहन शमशेर। मोहन शमशेर भनेको चन्द्र शमशेरको जेठो छोरो, जो 7 सालमा प्रधानमन्त्री थियो। उसको भाइ बबर शमशेर, जुद्ध शमशेरको जेठो छोरो बहादुर शमशेर, केशर शमशेर, कृष्ण शमशेर, रुद्र शमशेर, के अरे रुद्र होइन, सिंह शमशेर, यिनीहरू थिए। यिनीहरूले पेला गर्न थाले। यी टाठा थिए, टाठा मध्येमा बढ्दै राणाहरूमा यिनीहरूले यी सिक्ला राखिदिए। उनलाई हटाइदिएपछि आफ्नो पालो राणा आउँछ नि, जो जुद्ध शमशेर मुनिकै पदमा थियो रुद्र शमशेर, उसलाई हटाइदिएपछि त्यो ठाउँमा आयो। हाम्रो गाउँ त 10 जना पछिको त्यहाँ आयो, कति 10 जना पछिको त्यहाँ आइपुग्यो। त्यस्तो रोल थियो। दबाब दिए घटाउनु पर्छ। इसी क्लास गुरान बना तमाङले ल्याएछन्, छोरो पाएका छन्, त्यही पनि राजै भयो, त्यही रोलैमा बसेको छ। यस्तो हुँदैन। राणाहरूका बिहारेका भन्दा ल्याएका धेरै हुन्थे, घसेरा मसेरा। अब यो कसरी ल्याउँथे भन्ने कुराको कथा अहिले नभनौँ, त्यसको अर्कै अध्याय छ। र यिनीहरूले त्यो हटाएपछि यी हटेका जति हुन् बाहिर बाहिर जिल्लामा बडा हाकिम बनाएर पठाइदियो। यिनीहरूले अब आन्दोलन गर्न जनतालाई उचाल्न थाले, भित्र 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 थाले। र थाले पनि अब प्रत्यक्ष देखिन सकेनन्। र 97 सालमा ती थुनिएका 5-7 जना जति थिए तिनलाई केरकार गरियो। तिनले माफी बम प्रभु भनेनन्, माफी बम प्रभु भनेनन्, ल तिमीहरूले अन्याय गरेकै हौ भनेपछि छजना मान्छे मृत्युदण्डमा पर्ने भए। 6 जना मृत्युदण्डमा पर्ने भए। को? सुकुरराज शास्त्री, धर्मभक्त, दशरथ चन्द्र, गङ्गालाल, रामहरि शर्मा र टङ्कप्रसाद आचार्य। यी 6 जनालाई मृत्युदण्ड घोषणा भयो। अरूलाई जेल सेल के कत्रे कुत्रु भयो। अनि त्यहाँ फेरि बैठक बस्यो। उनीहरू धर्मसित डराउँथे, अरू सबै बाहुन होइनन्। टङ्कप्रसाद आचार्य र रामहरि शर्मा भनेका बाहुन हुन्। ओहो, बाहुनलाई मार्न हुँदैन, बर्मसु लाग्छ भनेर उनीहरूले
बाहुनलाई नमार्ने हिसाब किताबले रामरी शर्मा र टङ्कप्रसादलाई जनै सिँधाल्ने, बाहुनको जनै सिँधाल्ने त्यतिखेर जात जान्थ्यो। जनै सिँधाल्ने यता सुँगुरको पाठा झुँडाएर रामरी शर्मा र टङ्कप्रसाद आचार्यलाई काठमाडौँ भ्याली घुमाइयो। सबैले देख्ने हेरेर गधामा चढाएर घुमाइयो र देख्नेका लागि गरियो। अब पढ्न नपाउने 4 जनालाई मृत्युदण्ड। 97 सालको माघ 10 गते राति शुक्रबारलाई टेकुको पचलीमा बगैना बोटालेर झुँडाए। 13 गते धर्मभक्तलाई सिफलमा लगेर बगैनाहरू खै झुँडाएर मारेका हुन्। धर्मभक्त र गङ्गालाललाई शोभा भगवतीमा विष्णुमतीमा लगेर गोली हाने। 15 गते राति। त्यसो असिन 97 सालमा त्यति भएपछि 2 वर्ष सामसुममा हरायो आन्दोलन। ट्याक्कै हरायो। कसै चुइँ बोल्न सकेन, मान्छे मारिदिइहाल्दो रहेछन्। यो कुराको चर्चो इन्डियामा नि पर्यो। अब नेपालमा त्यसो अरे भारतमा नै आन्दोलन थियो। अङ्ग्रेज धपाउ महात्मा गान्धीले गर्दै थिए। र त्यो आन्दोलनमा नेपालको तर्फबाट पनि भाग लिए। यो आन्दोलन सफल भयो भने हाम्रो नेपालमा पनि आन्दोलन हामीलाई सहयोगी होला र सजिलो होला भनेर मातृकाप्रसाद कोइराला, विश्वेश्वर प्रसाद कोइराला, कृष्णप्रसाद कोइराला उनका बाउ भएर भारतमा पनि त्यो अङ्ग्रेजले धपाउनेमा आन्दोलन गरे। उनीहरू त निर्वासनमै थिए नि त हैन? निर्वासनमा थिए, बाहिरै थिए। त्यही त नि। किनभने अझ मैले यहाँ एउटा कुरो छोडिहालेँ। बिपी कोइरालाका बाबु कृष्णप्रसाद कोइरालाले तराईमा जमिनदार थिए। उनीले त्यहाँबाट पार्सल पठाएका थिए यहाँ। पहाडतिर झरेका बटुवा, नुन तेल घिउ बेच्न झरेका तराईतिर, अनि तराईमा त्यो बेचेर केही लिएर पाड्थे। एउटा लमौटी लगाएका कालो मैलो कछाड बाँधेका भोटो लगाएका, कहिले नधोएको गनाएको, टोपी च्यातिएको लगाएका 5-7 जना देख्दाखेरि ल तिम्रो कपडा फुकाल र नयाँ कपडा लाऊ भनेर दिएर त्यो पुराना कपडाहरूको एउटा ब्यान्डेज बनाएर चन्द्र शमशेरलाई काठमाडौँमा पठाएका थिए पार्सल। जनता यस्ता छन्, यस्तो लगाएका छन्, तिमी कस्तो लाउँछौ, यति दुःख पाएका छन् लगेर पठाएपछि लैरी यही रहेछ बदमास भनेर चन्द्र शमशेरले उसलाई देख्नेका लागि गर्यो र जग्गा उनको भरको जति सब सर्वस्व लियो। उनीहरू त्यस कारणले उनीहरू विदेशमा थिए। यो कति सालको कुरा हो? यो त जुद्ध शमशेर भन्दा धेरै अगाडि भयो नि। 76-77 सालतिरको कुरा हो यो। चन्द्र शमशेर थियो त्यतिखेर। र अनि त्यसपछि उनीहरू निर्वासनमै थिए। अनि 1-2 वर्ष श्याममा भयो। 97 सालमा त्यो भएपछि 98 श्याममा भयो। अनि फेरि जुरमुर आयो। भारतमा जब आन्दोलन चर्किँदै गएको थियो जुरमुर आयो। रसी भार हुँदाहुँदै नेपालमा जुद्ध शमशेरले
2002 सालमा राजीनामा दियो श्रीतिन महाराजबाट। बल्ल आए छाँट। ऊ कडा थियो। 2 सालमा अब त्यो किन छोड्यो भन्ने कारणहरू धेरै छन्, अहिले नभनौँ। होइन भात खाएर होइन, अर्कै कारण हो। त्यसको एउटा पाठै हुन्छ। अनि उनीले आफ्नै हातले आफूभन्दा मुनि को छ अब आएको रोलमा त्यो श्रीपेद पद्म शमशेरलाई लगाइदिए। त्यसरी पो भए हुन्। पद्म शमशेरलाई आफ्नो रोल लाएर आफूले रुद्राज हिमाललाई पहिरेर पहेँलो गुतेर म अब रेडी जान्छु, म राजर्षि भएँ भनेर राजर्षि भएर गयो। यहीँनिर अलिकति कुरो, जब निस्केर सिंहदरबार गेटबाट बाहिर निस्केको थियो, भद्रकालीको बाटो भएर भरे भाषा कहाँ भयो भने दिउँसो 2 बजेको कुरो यो। रवि भवनमा रवि शमशेरको घर, रवि शमशेर उसको छोरो हो कलङ्कीमा। रवि शमशेरका घर गएर बस्नु पऱ्यो भनेर 2:30 बजे जुद्ध शमशेर निक्ल्यो। भद्रकालीतिर आउनु पऱ्यो नि 4 घोडे बग्गीमा। भद्रकालीको मन्दिर अगाडि एउटी आइमा एउटा काखा 4-5 वर्षको बच्चा लिएर लालटिन बालेर बस्यो रहेछ। जुद्ध शमशेरले उहाँ देख्यो, ओ त्यो को हो त्यो लालटिन? अहिले भए राजाका पाला अगाडि यहाँ कोही बस्छ भने यहाँ त्यहाँ भन्न पाइँदैन भन्ने हुन्थ्यो। त्यतिखेर कसैले अन्याय भयो मेरो भनेर राणाका सामान्य भन्यो भने त हट भन्न पाइँदैन थियो। त्यो अन्याय उसले सुनाउन पाउनु पर्थ्यो। श्रीतिन महाराजले सुन्थे। राणाको एउटा गुण थियो, धेरै गुणहरुका बीच एउटा गुण रहेछ। त्यो चाहिँ उनीहरूको गुण थियो। त्यो मुख्य जुन श्रीतिन महाराज हो, म उसलाई सुनाउँछु भन्दा सुनाउन पाइन्थ्यो र त्यसको खसोखास इन्साफ पनि हुन्थ्यो र सजाय पाउनेले राम्रो चाहिँ सजाय पाउँथ्यो। उसले देखिहालेपछि त्यो हटाउन पाइँदैन। हे को लाल्ने बाल्ने बरु एउटा अन्याय पऱ्यो, कुन आइमै हो, हे बखतलाई नहटाऊ, त्यसो के छ माग, के मर्का छ? त्यहाँ अगाडि आए, आइपियो गाडी, के छ तिम्रो? 25-26 वर्षकी आइमाई 4-5 वर्षको बच्चा लिएर बस्यो। सरकार यो छोराको न्वारन भएको छैन, न्वारन गरी पाऊँ प्रभु। ए के भन्छ यो आइमाई को के कसको छोरो हो त यो? सरकार प्रभुकै हो यो छोरो, सरकारकै हो यो। यो राजर्षि भएर हिँड्दाखेरि नि जुद्ध शमशेरले सुख पाएनन् है। त्यहाँ बसेकाले अब यो टन्टो यहाँ विवाद आइराख्नु भन्दा यो आइमाईले ल भयो तेरो छोराको नाम विनोद शमशेर भयो, ल ल 6 लाख रुपियाँ दिनु, ल तेरो छोराको नरायण भयो नाम राख्नु हो क्या अरे, 6 वर्षको भयो त, ल तेरो छोराको नाम विनोद शमशेर भयो, ल ल 6 लाख रुपियाँ झिकेर दिनु उहाँलाई। 6 लाख रुपियाँ दिनु भनेपछि भइहाल्यो। बरु त्यही विनोद शमशेरकी छोरी हो आर्जु राणा। त्यही विनोद शमशेरकी छोरी हो आर्जु राणा। ल औ चुप लाग। को भयो प्रधानमन्त्री? पद्म शमशेर। पद्म शमशेर। पद्म शमशेर प्रधानमन्त्री त भयो। नेपालको इतिहासमा पद्म शमशेरलाई रुन्चे महाराज पनि भन्छन्। रुन्चे अलिकति केही भएपछि रोइहाल्ने अरे के, त्यति कमलो फितलो मन भएको मान्छे हो, आँटिलो नै, भावुक मान्छे, भावुक। अब जेसुकै भन, तर म भन्दिनँ त्यसलाई। फेरि
ऊ प्रधानमन्त्री भएको 12 दिनका दिन टुँडिखेलमा भाषण गर्यो। कुनै पनि श्रीधर महाराजले टुँडिखेलमा गएर सार्वजनिक भाषण गरेनन्। जङ्गबहादुरदेखि लिएर पद्म शमशेर कसैले पनि सार्वजनिक भाषण गर्दैनथे। सती प्रथा र यो दास प्रथादेखि बाहेक त्यो पनि त्यही मात्रै सुनाएको हो, सार्वजनिक भाषण होइन। चन्द्र शमशेरले गर्यो त्यो आजदेखि सती प्रथा बन्द भन्ने अलिकति फेर यस्तै राखेर कारण राखेर र दास प्रथा करिया मोचन 82 सालमा 81 सालमा करिया मोचन भनेको दास प्रथा क्या, त्यो पनि हट्यो भने त्यो घोषणा, त्यसलाई घोषणा हो, त्यो आमसभा होइन, घोषणा। त्यही गर्दादेखि बाहेक त्यहाँबाट खरियो बुटो थियो अरे टुँडिखेलका माझा, चौतारो खरियो ठुलो थियो अरे। अब कहिलेसम्म थियो, अब 10-12 सालसम्म थियो अरे। पद्म शमशेरले 12 दिनका दिन सार्वजनिक भाषण गरे, सबलाई बोलाएर। अहिलेको नेताले गरे चाहिँ सबलाई बोलाएर भन्नाले जनतालाई सबैलाई बोलायो। यहाँका जाने कुरो भएन, त्यहीँहरू गयो। ल राजाले भाषण गरेपछि त धेरै आए। उनले भाषणमा के भनिदिए भने म राष्ट्रको नोकर हुँ, म राष्ट्रको नोकर हुँ, मैले काम गर्नुपर्छ, म काम गर्न आएको हुँ, जनताले हक अधिकार पाउनुपर्छ, जनताको काम गर्न आएको म नोकर हुँ। राणा शासनमा आघात भयो। अब उसपछि हुने मोहन शमशेर, बबर शमशेर, केशर शमशेर, अब यी के भनेको यसले म राष्ट्रको नोकर हुँ, जनताको सामुन्ने भन्नुहुन्छ, हामीलाई प्रभु भनेर मान्ने हेरेका छन्, तिमीहरूलाई के मर्का पर्यो, कसले के अधिकार पाएन, अधिकारै के पनि दियो छैन, ऊ भएर त्यसो भाषण गर्यो। त्यही पनि अब श्रीधर महाराजले भनेको काट्न कसैले नि भएन, हो प्रभु भने सबैले। जुद्ध शमशेरले तुरुन्तै आफ्ना भाइहरू जो सी क्लासमा पढेका थिए सबै 4-5 वटा त उनका भाइ नै सौताने भाइ क्या। ऊ ब्याइतेपट्टिको भीम शमशेरको एउटा मात्रै छोरो हो र पाएको ए क्लासमा पढेर। सी क्लासमा पढ्ने महावीर शमशेर, हिरण्य शमशेर, प्रकाश शमशेर, सुवर्ण शमशेर उसका भाइहरू हुन् है। बस उनले तुरुन्तै भाइहरू कलकत्तामा थिए, कोही एउटा दुईवटा बडा हाकिम पनि थिए, तुरुन्तै बोला ल आयो, काठमाडौँ आउनु कोही नि पाउँदैन थिए, उसले बोलाइदियो, ल आयो मलाई सहयोग गर, मलाई राजकाजमा सहयोग गर। जसले बागी बनाएर बाहिर पठायो अघिल्ला महाराजले, यसले सबै बोलाइदियो, आओ तिमी हामी बराबरै हौ। राणा शासनमा आघात भयो नि यसले त, अब हुनेहरूलाई त आघात बनायो। चुर भए राणाहरू, जो अब उनका पछिका रोलका पर्नेहरू, ठुलो माथिका रोल पर्नेहरू आघात पर्यो। उसका विरुद्धमा अब सङ्गठन चल्यो, पद्म शमशेरको महाराजका विरुद्धमा। बहादुर शमशेर हजुरिया थियो, हजुरिया भनेको बुझेछौ? उसको कठपुतली भएर वरिपरि घुम्ने क्या, के भइरहेछ सबै बुझबुझार्थ गर्ने हजुरिया। बहादुर शमशेर हजुरिया थियो, हजुरिया पदबाट ऊ हट्यो र त्यो ठाउँमा चन्द्र शमशेरको कान्छो छोरो कृष्ण शमशेर
अधुरी भयो र पद्म शमशेरका पालामा त्यति उनले भनिदिएपछि जहाँबाट आन्दोलन सुरु भयो ल यो माग चाहिन्छ ऊ माग पाइन्छ उनको सबैले कुरा सुने उनले फेरि बिपी कोइराला मनमोहन अधिकारी तारिणी प्रसाद कोइराला गिरिजा प्रसाद कोइरालाले रघुपति जुट मिलमा 400 मजदुरहरूलाई लिएर आन्दोलन सुरु गरे पद्म शमशेरकै पालामा 15 पद्म शमशेरको पाला होइन त नि उनले आन्दोलन गरेर छोडिदिए तिमीहरू के चाहन्छौ जनता के चाहन्छन् त्यसो नेपालमा कानुन थिएन संविधान थिएन के पनि थिएन राणाहरूले जे भन्छन् त्यही हे हुँदैन हुँदैन संविधान बनाउनु पर्छ राणा शासन मुर्दाबाद विरोध गर्नेलाई उनले कसैलाई पनि थुन्नु दिएनन् के अरे थुनिएका पनि छोडिदिए तर अब ज्यान जोगाउन त हौ आन्दोलन सुरु भयो आफूभन्दा तल गएको पनि अधिकार त हुन्थ्यो केही उनीहरूले पनि ल आन्दोलन गरेका छन् बिपी कोइराला लगायत मनमोहन अधिकारीको ल ल्यायो पक्रेर थुनेर ल्याए काठमाडौँ ल्याए 7 दिन बिपी कोइरालालाई पद्म शमशेरले आफ्नै घर राखे ए हो र ल आन्दोलन तिमीहरू गएर यो राणा शासन हटाउनै पर्छ राणा पनि त्यस्ता हुन्छन् नि त्यसो गरेर शिक्षाको पिता भन्छन् नि त तिमीले सुनेको छ नि कहीँ कहीँ इतिहासमा शिक्षाको स्कुल खोल्यो कति जम्मा 2 वर्ष गरेको बिचरा कहाँ पाएर दिनै दिएनन् नि उनीहरूकाले ल हटिहाले नि धेरै स्कुल खोलेको काठमाडौँमा बाहिर पनि धेरै स्कुल खोल्यो उनी किन त्यस्ता निस्किए त पद्म शमशेर किन त्यस्ता निस्किए त होइन जनताले अधिकार पाउनुपर्छ भन्न अब त्यस्तो आयो उनको विचारमा प्रजातान्त्रिक चेत भएकालाई रहेछन् उनलाई प्रजातान्त्रिक चेत भयो उनी अनि त्यसपछि 3 सालमा नेपाली काङ्ग्रेस गठन भयो उनीका पालामा उनीहरूले त्यो बोलाए आफ्ना भाइहरू सुवर्ण शमशेर हिरण्य शमशेर तिमीहरू सङ्गठन आएर नेपाली काङ्ग्रेस भनेर गठन त्यो भाइहरूलाई यहाँ सहयोग गरेर मात्रै बोलाएका होइन आन्दोलन गर र राणा शासन हटाऊ यी बिपी कोइराला यिनीहरू अरूलाई पनि उचाल तिमीहरू पनि गठन भएर कलकत्ता नेपाली राष्ट्रिय काङ्ग्रेस र प्रजातन्त्र काङ्ग्रेस दुईवटा काङ्ग्रेस गठन भए पद्म शमशेरकै पालामा अनि पछि दुईवटा मिलेर 5 सालमा नेपाली काङ्ग्रेस भएको बिपी कोइरालालाई 7 दिन राखे गणेश मानलाई 7 दिन राखे ल तिमीहरूले आन्दोलन गर काठमाडौँमा आन्दोलन चल्यो मजासित माग राखेर हामी नागरिक अधिकार पाउनुपर्छ चुनाव हुनुपर्छ के हुनुपर्छ छानेको सरकार हुनुपर्छ अभद्र नगर आन्दोलन गर आन्दोलन गर तर उनलाई अब कतिखेर मार्छन् जस्तो चाहिँ भयो जस्तै 42 साल पर्वमा श्रीतिर महाराज रणदेव सिंहलाई आफ्नै भतिजाले गोली हानेर मार्यो वीर शमशेरले र वीर शमशेरले गोली हानेर मार्यो र आफू श्रीतिर महाराज भयो अब त्यो स्थिति उसले देखिरहेको छ मलाई चारैतिरबाट यो खप्पिआएको छ उनीहरूले तिमीले यसो किन भन्छ महाराज सरकार यस्तो गर्नु हुँदैन कि घोषणै गर सक्छौ भने कहिल्यै पनि घोषणा आन्दोलन नभइकन त्यो सत्ता हातले सोझै घोषणा गरेर मिल्दैन कहीँ पनि इतिहास छैन विश्वमा कसैले कारण र असर नभइकन त्यो गरेका छैन गर्नु मिल्दैन यो व्यवस्था भएन अर्को ल्याउनु पऱ्यो भनेर आफैले भनेर
कसैले आवाज निकाल्न पर्यो नि। आवाज आइसक्यो होइन उनले आखिर यहाँ भारत स्वतन्त्र भयो र उही यहाँ राजीनामा दिन टक्रिए। अब यहाँ आन्दोलनको सबलाई चेतना गरायो 2 वर्ष। 2 वर्षमा आन्दोलन गर्ने राणा शासनको विरुद्धको भने चेतना पुरा भयो। नेपाली काङ्ग्रेस पार्टी भयो, झन्डा लिएर इन्किलाब जिन्दाबाद नेपाली काङ्ग्रेस जिन्दाबाद भन्न पाउने भए। पार्टी खोल्न पाउने भए, सबैले आफ्नो हक अधिकार राख्न पाउने भए। अब नेपालमा चुनाव हुने भयो र चुनावले छानेको सरकार हुनुपर्छ भयो। संविधान बनाए, भारतबाट 2 जना विशेषज्ञ बोलाएर यहाँका राखेर एउटा संविधान बनाए। 4 साल माघ 13 गते घोषणा भयो संविधान। तर राणा शासन गइहाल्यो होइन। अब पद्म शमशेरलाई ज्यान जोगाउन धौ भइसक्यो। त्यो कसैले रुचाएको छैन। त्यो उनका भाइ बन्धु कसैले रुचाएको छैन। आफूले राजीनामा दिए। अब ज्यानको जोखिम हुने भयो। अब आन्दोलन चेतना र आन्दोलन जाग्यो। अब जनताले आन्दोलन गरेर अब मैले छोड्न मिल्दैन भने म राजीनामा दिन्छु भने आफू राजीनामा र आफू रक्तचापको न्युले भारततिर गयो। भारतको यो बिहारको के अरे पटना होइन अर्को छ त्यहाँ के अरे त्यो प्रसिद्ध ठाउँमा एउटा त्यहाँ गयो। जवाहरलाल नेहरूले यहीँ बसेर तिमीले उहाँ जवाहरलाल नेहरू प्रधानमन्त्री भए, तिमीले यहीँ बसेर शासन गर। अब आन्दोलन गर्छन्। आन्दोलन हुनुभएपछि मैले छोड्न भन्दा म पछिकाले उसले छोड्छ नि। म किन आन्दोलन गर्ने? मैले त बिउ रोपिदिएँ। आन्दोलनको बिउ रोपेर छोडिदिएछु, संविधान बनाइदिएछु। त्यसो हुँदाखेरि त्यो अब मोहन शमशेर हुन्छ। मोहन शमशेरको पाला यो आन्दोलनले सफल हुन्छ। ऊ त गएपछि उहाँलाई राजीनामा पठाइदिए। अनि श्रीतिर मोहन महाराज भयो 5 सालमा। त्यो आन्दोलन त उनले सिकाएर छोडे हन्। तर मोहन शमशेर हुनासाथ त्यो पार्टीहरूलाई अवैध घोषणा गर्यो। अवैध घोषणा गरे पनि त्यो आन्दोलनको त सिके। अनि उनका सी क्लासका भाइहरूले पनि आन्दोलन सुरु गरे। उनीहरू नेपाली काङ्ग्रेस भए। अब यता कानी भए जम्मा भएर अनि यिनीहरूले आन्दोलन गरेर 7 सालमा तिनै बागी भएका जुन सी क्लासका राणाहरू थिए उनी सहित भएर उनीहरू पनि नेपाली काङ्ग्रेसमा समावेश भए र राणा शासन हट्यो। पहिलो आन्दोलन यही हो। ल छोडकरीमा